सो गाइस म चाहिँ यता छु यता चाहिँ म जाँदैछु हेर्न सक्नुहुन्छ पुरै भ्यू म चाहिँ मम्मी बाबासँग छु पुरै भ्यू यता हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ सो गाइस अब चाहिँ हामी यतातिर जाऊँ कस्तो राम्रो छ बाटो हेर्नुहोस् धेरै राम्रो छ यता चाहिँ वाउ यता गार्डनमा सबैजना मलाई चाहिँ धेरै रमाइलो लाग्यो मान्छेहरू धेरै छन् रमाइलो गर्दैछन् मलाई पनि गर्न मन लाग्यो सो गाइस म चाहिँ तल आइसकेँ यता छु म चाहिँ यता आइपुगिसक्यो तल हेर्न सक्नुहुन्छ हेर त बाटो चाहिँ यस्तो छ अघि नै आएको थिएँ हिँड्ने बेलामा हामीले बनाउन पाइने सरी रमाइलो छ मलाई पनि रमाइलो भयो पुरै पानी छ ओ माय गॉड हेलो म चाहिँ यता छु सेल्फी स्टिकबाट बनाउँदैछु र हेर्न सक्नुहुन्छ यता पुरै राम्रो छ भ्यू पुरै राम्रो देख्ला छ बाटो यस्तो छ पोज धेरै राम्रो छ र यता पनि गइरहेको थियो धेरै राम्रो भ्यू छ सो गाइस यता चाहिँ सबैजना छ मलाई धेरै रमाइलो लाग्ला छ तपाईहरु पनि आउनु होला तपाईहरु यो ठाउँमा चाहिँ जरुर आउनुपर्छ यता छु धेरै रमाइलो भइरहेको छ तपाईहरु पनि आउनु होला यता छु म धेरै रमाइलो भइरहेको छ तपाईहरु पनि आउनु होला मलाई भेट्न गाइस यता पनि हेर्न सक्नुहुन्छ यता तल धेरै ठाउँ छ मलाई पनि जान मन लाग्यो अब चाहिँ म यता छु कस्तो जुम हो म पनि बसेँ हुन्छ नाम के हो तो गाइस यो चाहिँ मेरो ड्याडी हो तो गाइस यो चाहिँ मेरो मम्मी हो सो गाइस यो चाहिँ म हो यो च्यानलको क्वीन सो गाइस म चाहिँ यता छु मम्मीसँग बसिला छु सब्स्क्राइब गरिदिनु होला इफ हजुरहरूलाई यता घुम्न आउन मन छ भने आउनु यो ठाउँको नाम के हो ठाउँको नाम कालिका पार्कमा चाहिँ आउनु होला जरुर लोकेसन पनि हालिदिन्छु तपाईहरुलाई पुरै आकाश हेर्न सक्नुहुन्छ राम्रो आइलाहा आकाश झन् धेरै राम्रो पानी पनि पर्नु लागिरहेको छ सो यो चाहिँ धेरै रमाइलो हुन्छ तपाईहरु चाहिँ आउनुपर्छ
हामी पनि कहिलेकाहीँ आउँछु मम्मीलाई चाहिँ धेरै हाँस उठ्यो मेरो मम्मीलाई आया तपाईहरु चाहिँ आउनै पर्यो मलाई चाहिँ झ्याउ लागिला अहिले भोक पनि लागिला र मलाई हिँड्नको सट्टा या खुट्टा दुखिला छ पेट बेसरी दुखिला छ मलाई के भन्नु झ्याउ लाग्यो भोक लाग्यो सो गाइस यता चाहिँ गरम गुरुङ भइसक्यो पानी पनि पर्नु लागिसक्यो सो गाइस यता चाहिँ पानी परिसक्यो हेर्नु टप टप परिसक्यो पानी परेर वाउ सो गाइस यता चाहिँ कलर चाहिँ मेरो फेभरेट हो यो चाहिँ राउन्ड छ अघि हामी त्यही थिए सो गाइस यता चाहिँ बेसरी पानी पर्यो यो चाहिँ क्यामेरा भिज्ला छ पनि सेल्फी खिच्ने अगाडि हेर पानी पर्यो सिना चढ्यो तर बाटो चाहिँ धेरै राम्रो मौसम चाहिँ धेरै राम्रो लाग्यो हैन हामी चाहिँ यता र हामी यता खासमा किन आएको भनेपछि इभिनिङ वाक गर्न बेलुका पनि भइला मलाई खासमा लाज लाग्दैन सो बाई गाइस मुझे लगता है मेरे ऊपर बोला है। अच्छा Guys, अब चाहिँ म गएँ यो कार्यबाट सुपाई